हेलो हेलो दर्शन बिन नमस्ते सबैजनालाई। म चाहिँ यहाँ सुन जेबलजस माउन्टेन घुम्न आएको। यहाँको पहाडहरू देख्छु है, कति विकसित भएको। आमामा यत्रो पहाडमा यति धेरै विकास। हेर त यो ल, यस्तै दुबई सरकारले देख्थ्यो भने, नेपाल सरकारले देख्थ्यो भने के गराउँथ्यो होला यसलाई। यस्तो यो हामी यो माउन्टेन चढ्दैछौँ होइन, खत्रै भ्यू छ है। यो पारी भइहाल्यो होइन। त्यत्तिकै देश विकास हुँदैन क्या, बुझ्नुपर्छ। अब हाम्रो देशको नेताहरूले देश लुट्नै खोज्छन्, भएको खोला नाला बेच्न खोज्छन्, अनि हिमालहरू बेच्न खोज्छन्। अनि कहाँबाट देश विकास हुन्छ ल अनि के भन्छन् रे, अब यो पैसा कमाउने भनेको टुरिस्टले हो कि होइन, टुरिस्टहरूले हो। अब यो पहाडमा टुरिस्टहरू घुम्नको लागि आमामा कति धेरै मान्छे के ल। यो कहाँ हो यो धेरै समथिङ यहाँबाट 5 किलोमिटर मुनि होला यो बस्ती। 5 किलोमिटर मुनि छ है, धेरै मुनि छ क्या यो पहाडहरू भयो। अनि यो यहाँभन्दा उतापट्टि पाकिस्तान पनि छ होइन, अनि सबै छ क्या। यो पो हो नि त अनि देश विकास भनेको के होइन। अब ल यहाँ टुरिस्टहरू यो बाटोमा टुरिस्टहरू हिँड्नको कति धेरै छ कि। ल सबैजनालाई तपाईँहरूलाई मैले जेबलजस माउन्टेनको एउटा भिडियो मात्र देखाएको हो होइन। यो भिडियो चाहिँ हाम्रो नेपाल सरकारसम्म पुग्छ कि भन्ने त आश गरेको है, पुग्छ या पुग्दैन त्यसको बारेमा मलाई थाहा भएन। नेपाल सरकारले पनि यस्तै माउन्टेनहरूलाई हेरोस्, विकास गरोस् अनि र टुरिस्टहरू भित्राओस् अनि पैसा कमाओस्। ल हेर्नुहोस् यस्तो खतरा भ्यू छ नि है। सायद भिडियो लामो हुनसक्छ होला, तपाईँहरूले सबले यो भिडियोलाई चाहिँ हेरेर छ नि साथ सपोर्ट गर्नु होला। लाइक कमेन्ट गर्नु होला, हेर्नु होला। सबै टुरिस्टहरू नै यो भयो यिनीहरू। अनि यो टुरिस्ट एरिया हो यो। यस्तो यो सब यति विकास छ आमामा। दुबई जेबलजस माउन्टेन भन्छ लगभग हाम्रो समथिङ सगरमाथा भन्दै पनि हुन्छ हो। त्यही भएर ल सबैजनालाई आजको भ्लग यति नै हो, सबैले साथ दिनु होला भन्न चाहन्छु।